आज माघ 10 गते कार्यक्रम लिङ्ग पुराण महापुराण महारुद्री चन्द्राञ्चल क्या माघे 2070 को कार्यक्रम आजदेखि समाप्त भइसकेको छ र यहाँको दृश्यलाई देखिरहेको छु। सर थोरै भनिदिनुहोस् न आजको अब कार्यक्रमको बारेमा। अब यो धेरै धेरै बधाई, धेरै धेरै धन्यवाद अहरात्र खट्नु भएकोमा। ऊ भाइको त नम्बर छ के अरे? ल लाग्यो है त। मौकामीले कालाले खाँदैखेरि हेर्नु नवलपरासी जिल्ला प्रगति नगर 3 मा अवस्थित श्री पशुपति आवासीय साङ्गवेद संस्कृत माध्यमिक विद्यालयमा रहेका गुरुकुल आश्रमका विद्यार्थीहरूको भरण पोषणका लागि आवासको व्यवस्थापन गर्नका लागि यही संस्थाको दृढ विकास गर्नका लागि यही माघ 2 देखि 10 गतेसम्म आजसम्म सञ्चालन भएको महायज्ञ आज सम्पन्न भएको छ। यो महायज्ञमा सुरुदेखि लिएर अहिलेसम्म करिब 1 लाख धर्मप्रेमी महानुभावहरूले आफ्नो सहभागिता जनाउनु भएको छ। यो सहभागितामा नेपालको काठमाडौँ, पूर्व मेची, पश्चिम महाकाली सम्मका भक्तजनहरूको सहभागिता रह्यो। द्वारका स्थित शारदा पीठका पीठाधीश्वर शङ्कराचार्यजीको प्रमुख आतिथ्यमा यो प्रारम्भ भएको थियो। 3 दिनसम्म रहेर उहाँ यहाँबाट सवारी हुनुभयो। त्यसपछि विभिन्न मुक्तिनाथ धाम, कलेश्वर धाम लगायतका विभिन्न स्थानहरूबाट दरबारवाली महानुभावहरूको उपस्थिति रह्यो, सन्त महन्तहरूको उपस्थिति रह्यो र यज्ञ सञ्चालन गर्नका लागि जुन मूल समिति राजकुमार श्रेष्ठको संयोजकत्वमा भएको थियो, त्यो समितिमा रहेका सहसंयोजकज्यूहरू, कोषाध्यक्ष, सहसचिवहरू, सदस्य सचिव, विभिन्न उपसमितिका संयोजक एवं सदस्यज्यूहरू, विभिन्न सङ्घ संस्था, आमा समूह, बाल क्लब, युवा क्लब, विभिन्न धार्मिक संस्था, शैक्षिक संस्था, क्याम्पसदेखि लिएर प्राविधिकसम्मका, शिशु स्याहारसम्मका विद्यार्थीहरू, गुरुहरूको समुपस्थिति रह्यो र यज्ञ बडो भव्यताका साथ सम्पन्न भएको छ। यज्ञमा नगद र बोल गरी एकुरेट तथ्यगत हिसाब त आउन बाँकी छ, किनभने भर्खरै समापन भएको छ। हिसाब आउन बाँकी छ। यद्यपि करिब भूमिदान जो 8 लाखको भूमिदान सहित करिब 75 लाख रुपियाँ नगद र 10 क्विन्टलको हाराहारीमा धान 500 क्विन्टलको हाराहारीमा करिब धान जम्मा भएको छ। यो जुन उल्लासमय वातावरणमा जुन यज्ञ सम्पन्न भयो, यो यज्ञ सम्पादन गर्ने कार्यमा प्रगतिनगर लगायत वरपरका बासिन्दाहरू यसका श्रेयदार हुन् र यो यज्ञ सम्पादन गर्न पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, राष्ट्रिय धर्मसभाका अध्यक्ष प्राध्यापक डाक्टर माधव भट्टराई प्रमुख सल्लाहकारको रूपमा यसलाई सम्पन्न गर्न सहयोग पुर्याउनु भयो र यो यज्ञमा बाल व्यास, जसले यहाँभन्दा पूर्व 171 वटा यज्ञहरूमा कथा प्रवचन गरी 172औं यज्ञको रूपमा कथा प्रवचन गर्ने
सरस सङ्गीतमय वातावरणमा कथा प्रवचन गर्ने श्री राम प्रपन्नाचार्य ऋषि गुरुङ र उहाँको टोली सांस्कृतिक टोली जुन थियो कलाकार टोली भजन टोली जसले साह्रै रमाइलोसँग यो बित्यो र यो अझै धेरै दिन चल्योस् भन्ने खालको आशा हुँदै पनि मिठो चिजलाई जोगाउनु पर्ने हुन्छ। त्यसो भएको कारणले यो यज्ञ चाहिँ सम्पन्न भएको छ। यज्ञ सम्पादनमा सहयोग गर्नुहुने अतिथिहरू लगायत सबै वर्गमा यज्ञ सम्पादन मूल समितिको सचिवको तर्फबाट सबैलाई आभार व्यक्त गर्न चाहन्छु र जसले यो मेरो भनाइ सङ्कलन गरिरहनु भएको छ आदरणीय मित्र मोहन आचार्य जलजलाई पनि धन्यवाद दिँदै धन्यवाद।